मेरो बर्थडेको दिन घचडी माग्नु भनेको यही हेलो गाइस, फेरि पनि हामी यहाँ बहिनीको बर्थडेमा आइसा बहिनीको बर्थडेमा हामी भेला हुँदैछौँ। यो फ्याल्नु नि यो बर्थडेको म थोरै ब्लग बनाउन लागिरहेको छु हजुरहरूलाई सामनेमा। के लजै बस्नु र क्यामेरामा देखिनुको लागि चाहिँ पुरा हिँड्न हो। यहाँ एकदम तयारी हुँदैछ। अनि यो कहाँ फ्याल्ने फ्याला न सुरुमा बर्थडे गर्ल बिचमा बस्छ बर्थडे अलि बस्छ त्यहाँ बिचमा आइसाको मम्मी हुनुहुन्छ। मची बर्थडे अलिको छोरी ए अरे आमा है आइसाको ड्याडी हुनुहुन्छ। ल कता पो खिचिछु यता चाहिँ आइसाको दिदी, मलाई चाहिँ नखिच्नु उता दाजु, त नखिचे भाइ, खै मर्नी यता ठुलो मम्मी हुनुहुन्छ, यता सानो मम्मी हुनुहुन्छ। आइसाको टोपी छैन बर्थडेको के यता बहिनी उता जाऊ कमाली गमे जा बिचमा बस्नेको भइहाल्यो उता जाऊ न अब आइसा मात्र हुन्छ बर्थडे उता जाऊ टोपी छैन त उसको बर्थडे गर्लको मात्र हुन्छ अब टोपी चाहिँ गाड्नु पर्दैन त तपाईले उता निस्किन उसको मात्र ल यो बर्थडे अलि है बर्थडे अलि टोपी चाहिँ रहेनछ बर्थडे अलिको त्यही भएर यहाँ अलिक गाह्रो बर्थडे भनेर नाम मात्रै दिएको हो भाँडाकुटी खेलेर देखिन्छ नि त घुँडाहरू होइन हातले त्यसो छो न प्यात्ते दिन्छ अहिले लो अस्ति मैले टोपी बेगरको बर्थडे भयो नि हौ हजुर गाइस सानो गाइस हाम्रो बर्थडे स्टार्टिङ हुन गइरहेछ। हाम्रो बहिनीको के गर्नु, ठुलो गर्न सकिँदैन, सानो सानो भए पनि यसो गरेर हजुरको सामने यसो देखाउन लागिरहेको छु मेरो भ्लग। लाइटर ल्याएर लाइटर ल्याएको छ नि लाइटर। ह्यापी बर्थडे दिदीहरूलाई नि झर्नु भन बोजूहरूलाई नि झर्नु भन न जाऊ भन तिमी बर्थडे गर्नु बर्थडे गर्नु तिमी हैन तिमीले त बोलाउनु लिएर आउनु बोजूहरूलाई नि झर्नु भन ए बाजे त आउनु बर्थडे अघि रेडी भइरहेको छ नि मान्छे अघि यसको पनि मेन त बर्थडे गर्छ यही जस्तो बर्थडे गर्नु बर्थडे गर्नु किन त लाइटर ल्याऊ यसले त्यसलाई कति छ किन त डर खै हो यो उफर सुफर ल्याऊ न उफर सुपर खै गाइस उफर ल्याउनु पर्छ अच्छा उफर ल है दिदीको अनुरोध यहाँ उफर घर बनाउँछु अनि त्यहाँदेखि ठुलोमा बर्थडे जम्मै खसी काटेर बर्थडे मेरो बर्थडेमा है तर अर्को मेरो बर्थडे दिन मलाई ठुलो घर चाहिँ बनाउन पाऊँ मम्मी मेरो बर्थडे दिन ठुलोहरू जम्मै गर्नु ए हो अहिले पैसा ल्याइदिन्छु कि ल पैसा कमाएर यति ल्याउँदा म एउटै भएन बिचमा भन्छ नि
पहिले बिचको बाल हात पोली बिचको बाल न के घुमाउ पहिले बिचको बालेर अनि यसो गरेर बाल न त्यो हात चौधरी कहाँ त्यो हात यसो उँधोबाट नपर झुरुरु पारै छु एउटा बाल नै सह छैन एउटा लुगा धेरै के नआले अर्को मति पनि डाल्नु न कता छ यो छिट्टो कुन हौ यहाँ कता माथि हो त्यो लु बा तिमीले चाहिँ परपर भागा न त्यहाँ बर्थडे गर्ने माथि हुन्छ खोइ त सकेको खोइ त खोइ भएन गाटे अलिक मात्र फुक ला जम्मै बोल्छ त नि के हो तिम्रो बिस पुरा भएन लुगा अच्छा अझै बल्दैन त क्यान्डल हो त्यो त झिरिनी बल्दो रहेछ अरे बडे मान्नु आको त्यो छोटो भागामा हेरेर बस्छ कोन निकाल के बोलाउँदै छ मेला दिदी स्कुटी त यता मेरो साल नानी आउँदै हुनुहुन्छ ढिलो भयो यता आएर बस्नुहोस् न भित्र आएर बस्नु खाने चाहिँ यस्तो यता भित्र गएर बस्नुहोस् न मेरो साल नानी क्यामेरामा आँट्नु नि यता आउनु नि मैले भन्नु पनि पहिले त अन्त पहिले डेडी हो इच्छा पुरा गर्नु डेला